नमस्ते। नेपालको इतिहासमा किराँतहरूको नाम त हामी सबैले सुनेकै छौं, तर उनीहरूभन्दा पनि पहिले शासन गर्ने एउटा वंश थियो जसको कथा अक्सर ओझेलमा पर्छ। आज हामी तिनै भैँसीपालक राजाहरू अर्थात् महिषपाल वंशको कथामा डुब्नेछौं, जसले काठमाडौँ उपत्यकाको इतिहासमा एउटा महत्त्वपूर्ण जग बसालेका थिए। किराँत, लिच्छवी, मल्ल यी नामहरू हामीलाई एकदमै परिचित लाग्छन्, तर एउटा प्रश्न उठ्छ, उनीहरूभन्दा पहिले काठमाडौँ उपत्यकामा को थियो त? हो, थिए। आज हामी तिनै शासकहरूको कथा खोत्तल्दैछौं जो इतिहासको त्यो परिचित अध्याय सुरु हुनुभन्दा पहिले यहाँ राज गर्थे। अल्ल, आजको हाम्रो यात्राको बाटो यस्तो हुनेछ। हामी गोपाल युगको अन्त्यबाट सुरु गर्नेछौं अनि महिषपालहरूको उदय, उनीहरूको शासनकाल र अन्तमा किराँतहरूले कसरी उनीहरूलाई विस्थापित गरे भनेर हेर्नेछौं र अन्त्यमा लोकसेवा तयारी गर्नेहरूका लागि केही महत्त्वपूर्ण तथ्यहरू पनि हुनेछन्। ठिक छ, अब सुरु गरौँ। महिषपालहरूको कथा बुझ्नको लागि हामीले त्योभन्दा ठिक अघिको समयमा फर्किनुपर्छ, जति बेला काठमाडौँ उपत्यकामा गोपाल वंशको शासनको दियो निभ्दै थियो। कुनै पनि वंश कसरी अन्त्य हुन्छ? प्रायजसो एउटा ठूलो कारण हुन्छ, उत्तराधिकारी नहुनु। गोपाल वंशको कथामा पनि ठ्याक्कै त्यस्तै भयो। अन्तिम राजा यक्षगुप्त निसन्तान रहे र यससँगै करिब 500 वर्ष लामो शासनको अन्त्य भयो। अब सिंहासन खाली थियो र काठमाडौँ उपत्यका एउटा नयाँ शक्तिको पर्खाइमा थियो। यहाँ एउटा एकदमै रोचक कुरा छ। गोपाल र महिषपाल वंश दुवै एउटै ठूलो आभिर समुदायका थिए। उनीहरूबीचको मुख्य फरक भनेको पेशा थियो। गोपालहरू गाई पाल्थे, महिषपालहरू भैँसे। भनेपछि यो कुनै बाहिरी आक्रमण थिएन, बरु एउटै समुदायभित्रको एउटा शक्ति परिवर्तन थियो। गोपाल वंशको अध्याय सकिएपछि मैदान खाली भयो र यही मौकामा अघि सरे त्यही आविर समुदायको अर्को शाखा, महिषपालहरू। अब हेरौँ उनीहरूको उदय कसरी भयो। यो आविर शब्दले खासमा दक्षिणको समथर भूभागबाट आएका पशुपालक समुदायलाई जनाउँछ। महिषपालहरू यही समुदायको एउटा शक्तिशाली शाखा थिए जो भैँसी पालनमा संलग्न थिए। उनीहरू सिम्रोनगढ र जनकपुरको बीचतिर बस्थे र काठमाडौँ उपत्यकाको राजनीतिक अवस्थालाई नजिकबाट हेरिरहेका थिए। उनीहरू सत्तामा कसरी आए भन्नेमा दुईवटा मुख्य धारणाहरू पाइन्छन्। एउटा कथा अनुसार गोपाल राजा निसन्तान भएकाले एउटै कुलको नाताले शक्ति हस्तान्तरण एकदमै शान्तिपूर्ण भयो। तर अर्को भनाइ अलि फरक छ, जस अनुसार महिषपालहरूले कमजोर हुँदै गएको गोपाल शासनमाथि आक्रमण गरेरै सत्ता कब्जा गरेका थिए। जे भए पनि एउटा कुरा पक्का छ, बर्सिङले पहिलो महिषपाल राजाको रूपमा शासन सुरु गरे। ल, अब कुरा गरौँ महिषपाल वंशका राजाहरूको। उनीहरूको शासन धेरै लामो त थिएन, जम्मा 3 पुस्तासम्म मात्र चल्यो, तर यो छोटो समय पनि एकदमै महत्त्वपूर्ण थियो। यो वंशको कथा भनेकै यिनै 3 राजाहरूको कथा हो। पहिलो संस्थापक बर्सिङ, त्यसपछि उनका छोरा जयसिंह र अन्तमा वंशका अन्तिम राजा भुवनसिंह। यो तालिकाले उनीहरूको शासन अवधिलाई देखाउँछ, जुन एउटा प्रमुख वंशावलीमा आधारित छ। भनेपछि सबैभन्दा प्रचलित भनाइअनुसार उनीहरूले लगभग 111 वर्ष शासन गरे। तर इतिहासमा एउटै कुरामा फरक फरक मत हुनु सामान्य हो, होइन र? गोपाल राज वंशावली जस्ता अरू स्रोतहरूले त यो अवधि 161 वर्ष वा 200 वर्षसम्म पनि रहेको बताएका छन्। तर हरेक उदयको एउटा अन्त्य हुन्छ। महिषपालहरूको त्यो छोटो तर स्थिर शासनको पनि अन्त्य हुने बेला भइसकेको थियो, किनभने एउटा नयाँ शक्ति उपत्यकातिर लम्किरहेको थियो। पूर्वबाट एउटा नयाँ शक्तिको उदय हुँदै थियो जो युद्ध कलामा एकदमै निपुण थिए। उनीहरू थिए किराँतहरू र उनीहरूका शक्तिशाली राजा यलम्बरको नेतृत्वमा उनीहरूको आँखा काठमाडौँ उपत्यकामा थियो। यो टाइमलाइनले त्यो ठूलो परिवर्तनलाई एकदमै छर्लङ्ग पार्छ। गोपालहरूको शासन सकियो, महिषपालहरू आए र अन्तमा किराँतहरूले विजय हासिल गरे। अन्तिम महिषपाल राजा भुवनसिंह किराँत राजा यलम्बरसँगको लडाईँमा हारे र यही हारसँगै काठमाडौँ उपत्यकामा पशुपालक राजाहरूको युगको पनि अन्त्य भयो। ल, अब लोकसेवा परीक्षा र इतिहासमा रुचि राख्नेहरूका लागि सबैभन्दा महत्त्वपूर्ण तथ्यहरूलाई एकै सासमा हेरौँ। एकदमै महत्त्वपूर्ण, याद गरिहाल्नुपर्ने कुराहरू। महिषपाल वंशका संस्थापक को? बर्सिङ। अन्तिम राजा को थिए? भुवनसिंह। यो वंशलाई अर्को के नामले चिनिन्छ? आभिर वंश। जम्मा कतिजना राजा भए? 3 जना। उनीहरूको राजधानी कहाँ थियो? मातातीर्थ। र उनीहरूले कति समय शासन गरे? लगभग 111 वर्ष।
र अन्तिममा यो प्रश्नले हामीलाई सोच्न बाध्य बनाउँछ। जुन समयको बारेमा हामीसँग लिखित प्रमाणहरू एकदमै कम छन्, त्यहाँ हामी इतिहासलाई लोककथा वा किंवदन्तीबाट कसरी छुट्याउने? महिषपाल वंश जस्ता प्राचीन राजवंशको अध्ययनले हामीलाई हाम्रो विगतबारे के सिकाउँछ? सायद इतिहास भनेको तथ्य मात्र होइन, कथाहरूको सङ्गालो पनि हो।